जीवनमा जब समस्याले हामीले घेर्छ नि, त्यो समस्याले हेर्यो भने हामीले खुसी हुने कुनै कारणै हामीले पाउँदैन, रमाउने कुनै कारणै हुँदैन, आनन्दित हुने कुनै कारणै हुँदैन। तर एउटै कारण पाउँछ कि आज सर्वशक्तिमान परमेश्वर मेरो साथमा हुन्छ, यो ब्रह्माण्डको सबैभन्दा शक्तिशाली परमेश्वर मेरो साथमा हुन्छ। उहाँले मेरो समस्या र परिस्थितिमा मलाई विजयमा डोराउनुहुन्छ। उहाँले मेरो समस्यालाई सम्हालिरहनु भएको छ, उहाँले मेरो शत्रुलाई सम्हालिरहनु भएको छ, उहाँले मेरो परिस्थितिलाई सम्हालिरहनु भएको छ, उहाँले मेरो हरेक कुरामा भनाइ गर्नुहुन्छ भने जब तपाईँ विश्वास लिएर अगाडि बढ्नुहुन्छ नि, तब मात्र तपाईँ रमाउने कारण तपाईँ देख्न पाउनुहुन्छ। तपाईँको समस्या भन्दा नि हाम्रो परमेश्वर शक्तिशाली हुन्छ, तपाईँको परिस्थिति भन्दा नि परमेश्वर शक्तिशाली हुन्छ, तपाईँको रोग भन्दा नि परमेश्वर शक्तिशाली हुन्छ। किनकि आज हाम्रो परमेश्वर चङ्गाइकर्ता हुनुहुन्छ, उहाँ जुटाउने परमेश्वर हुन्छ, उहाँ हाम्रो रक्षक हुनुहुन्छ, उहाँ हाम्रो ढाल हुनुहुन्छ, उहाँ नै हाम्रो सब थोक हुनुहुन्छ कि जब तपाईँले यो कुरा बुझ्नुहुन्छ नि, तब मात्र तपाईँले रमाउने कारण तपाईँ पाउनुहुन्छ। आमेन।